पञ्चकन्या ड्युमेक्सको विन्डो नै किन भन्ने जस्तो लाग्छ होला तपाईहरुलाई। उहाँहरुले चाहिँ आफ्नो विन्डोमा 25 वर्षसम्मको वारेन्टी दिदै हुनुहुन्छ। त्यसैगरी यसको ह्यान्डलहरुमा 10-15 वर्षसम्मको वारेन्टी दिनुभएको छ। सबभन्दा राम्रो कुरा चाहिँ उहाँहरुको प्रोफाइल यही बन्छ। तपाईको डिजाइन अनुसार यहाँ ग्लास कस्तो राख्ने, टफन ग्लास राख्ने कि कस्तो खालको ग्लास राख्ने त्यो कुरा पनि तपाईले डिसाइड गर्न सक्नुहुन्छ। यो पुरै नै फ्याब्रिकेट नेपालमा नै हुन्छ। त्यसैगरी अब सुरुमा बुझ्नुपर्ने चाहिँ यूपीवीसी विन्डो राख्दाखेरि फाइदा के त हैन। यसको ड्युराबिलिटी एकदमै धेरै हुन्छ। लो मेन्टेनेन्सको कुरा गर्यौं भने एकदमै लो मेन्टेनेन्स लाग्छ। यसलाई पेन्टिङ गरिराख्नु झन्झट परेन हैन। त्यसैगरी साउन्ड इन्सुलेसन पनि एकदमै राम्रो हुन्छ यसको। यो विन्डोहरुको स्लाइडिङ डोर भन्दा चाहिँ बेसिकली चाहिँ हाम्रो क्यासमेन्ट डोरको चाहिँ साउन्ड इन्सुलेसन एकदमै राम्रो हुन्छ। त्यसैगरी यो पनि हामीसँग थुप्रै कलरहरुमा छ। यो चाहिँ ट्रेडिसनल कलर भयो अथवा व्हाइट कलर भयो। त्यसैगरी हामीसँग ग्रे कलर अथवा ब्राउन कलरमा पनि हामीसँग विन्डोहरु छ। सबभन्दा राम्रो कुरा भनेको यो चाहिँ जर्मन सर्टिफाइड छ। जर्मनको एसकेजेड बाट सर्टिफाइड छ। इन्डिया आईएसओ सर्टिफाइड छ। नेपालको पनि थुप्रै ठाउँहरुबाट सर्टिफाइड छ। एकदमै यो राम्रो हो है भनेर चाहिँ जर्मनीले नै भनिसकेपछि यो कतिको राम्रो हो त्यो बुझाइराख्नु नपर्ला। उहाँहरुसँग चाहिँ विन्डोमा चाहिँ केसमेन्ट रहेछ, फिक्स विन्डो रहेछ, स्लाइडिङ विन्डो रहेछ, थुप्रै खालको तपाईको डिजाइन अनुसार जस्तो चाहिन्छ त्यस्तै खालको उहाँहरुले बनाइदिनुहुन्छ।